नमस्ते सबैजनालाई, वेलकम टु माई च्यानल इन्फोसिड। मेरो नाम सिद्धार्थ बराल, म महोत्तरीबाट। म चाहिँ हजुरहरूलाई यो एलएलबीको इन्ट्रान्सको बारेमा हजुरहरूलाई पढाउँछु। म चाहिँ अहिले एलएलबी फर्स्ट इयरमा अध्ययनरत छु नेपाल ल क्याम्पसमा। म 4 सालको भर्ना हो र अब योचोटि आउने हजुरहरूलाई चाहिँ अब केही हेल्पफुल भिडियोहरू केही दिन सकिन्छ कि भनेर चाहिँ यो भिडियो बनाउँदैछु। म चाहिँ आज हजुरहरूलाई यो टियु एलएलबी त्रिभुवन विश्वविद्यालयले चाहिँ एलएलबी संकायमा भर्ना लिनको लागि चाहिँ आवेदन खोलेको छ। त्यसको लागि हजुरहरूले के कसरी आवेदन भर्नुहुन्छ, तपाईँहरूको इलिजिबिलिटी के छ, अनि त्यसपछि दस्तुर कस्तो लाग्छ भन्ने कुरो चाहिँ एउटा सामान्य जानकारी दिन गइरहेको छु। सबभन्दा पहिला एलएलबी भनेको चाहिँ कस्तो भन्दाखेरि ब्याचलर लमा ब्याचलर गर्नुलाई चाहिँ नेपालमा दुईवटा अप्सन छ। एउटा भनेको बिएलएलबी, एउटा भनेको एलएलबी। अब बिएलएलबी भनेको चाहिँ हजुरहरूको +2 गर्ने बित्तिकै चाहिँ जोइन हुने जुन चाहिँ 5 वर्षीय हुन्छ भने यो एलएलबी पढ्नको लागि चाहिँ हजुरहरूले यो ब्याचलर एउटा पहिला कुनै पनि फिल्डमा ब्याचलर सकेको हुनैपर्छ, अनि मात्र हजुरले यसको लागि आवेदन दिन पाउनुहुन्छ। यो चाहिँ इलिजिबिलिटी क्राइटेरियाको पहिलो भयो। र अर्को भनेको चाहिँ त्रिभुवन विश्वविद्यालयले जुन तपाईँहरूको इन्ट्रान्स एक्जाम लिन्छ त्यसमा चाहिँ एटलिस्ट पास चाहिँ हुनु पऱ्यो। 100 मार्क्सको एक्जाम हुन्छ, त्यसमा एटलिस्ट 40 चाहिँ ल्याउनै पऱ्यो। नेगेटिभ मार्किङ भन्ने कुरो तपाईँहरूको हुँदैन, यसमा 40 ल्याउनु पऱ्यो। तर 40 ल्याउने बित्तिकै चाहिँ अब मैले चाहेको कलेजमा पढ्न पाउँछु भन्ने चाहिँ हुँदैन। अब यो भनेको पास हुने हो। त्यसपछि अरू भनेको चाहिँ हजुरको कस्तो हुन्छ भन्दाखेरि कम्पिटिसन हुन्छ। अब जस्तै सिटभन्दा धेरै चाहिँ आवेदनहरू पऱ्यो, सबैजना पास हुनुभयो भने त अब एटलिस्ट तपाईँको अब 40 ल्याउने हुँदा त 41ले एडमिसन पाउँछ। त्यो त तपाईँहरूलाई सामान्य जानकारी भइहाल्यो। अब अर्को भनेको अनलाइन मात्र हुन्छ यसको एप्लिकेसन चाहिँ। अब तपाईँहरूले कतै गएर डाटामा चाहिँ अब भरेर बुझाउँछु भन्ने होइन, अनलाइन एप्लिकेसन हो। FOL भनेको faculty-of-law.edu.np मा जानुभयो भने त्यहाँनिर अनलाइन एप्लिकेसन यस्तो ब्र्याकेटमा एलएलबी भन्ने आउँछ। त्यहाँ तपाईँ जानुभयो भने चाहिँ त्यहाँ तपाईँहरूले रजिस्ट्रेसन स्टार्ट रजिस्ट्रेसन भन्ने हुन्छ। त्यहाँ स्टार्ट रजिस्ट्रेसन भनेर हाल्नुभयो भने चाहिँ त्यहाँ तपाईँहरूले आफ्नो नाम सबै कुरो हाल्न पाउनुहुन्छ। र त्यहाँ अर्को अलिकति भनेको भौचर नम्बर भनेर माग्छ है। त्यो भौचर नम्बरमा चाहिँ यी सेवा खल्तीहरूबाट तपाईँहरूले तिर्नु भएको छ भने चाहिँ प्रोडक्ट आइडी हाल्ने होइन। त्यसपछि अर्को कनेक्ट आइपिएसबाट तिर्नु भएको छ भने चाहिँ तपाईँहरूले रिफरेन्स आइडी हाल्नुपर्ने हुन्छ। यसरी तपाईँहरूले फर्म भरिसक्नुभयो। अब फर्म चाहिँ कहाँको लागि भन्न लाग्यो भन्दा चाहिँ हाम्रो 12वटा क्याम्पसले चाहिँ हामीलाई एलएलबी कोर्सहरू, टियुको 12वटा क्याम्पसले चाहिँ हामीलाई एलएलबी कोर्स पढाउँछन्। अब भ्याली बाहिर पनि थुप्रै छन्। अहिले त झन् योपालि धेरै नयाँ कलेजहरू थपिया छ। भक्तपुरमा पनि नयाँ थपिया छ होइन। त्यो भएको कारणले सिटहरू भ्यालीमै पनि योपालि अलिकति सिटहरू टन्नै छ होइन। यसमा सबभन्दा धेरै भनेको नेपाल ल क्याम्पसमा 600वटा सिट छ। अरूमा चाहिँ लगभग 300 अनि सायद एउटा वीरगन्जकोमा चाहिँ 200वटा सिट छ। नेपाल ल क्याम्पसमा चाहिँ आवेदनहरू पनि धेरै आउने गर्छ। लगभग सायद पोर पनि 35 से 4000 त्यसलेको हाराहारीमा आउँछ। त्यसपछि हजुरको फर्म भर्ने डेडलाइन भनेको चाहिँ जेठको 7 गतेसम्म छ। तर होइन अलिअलि म धनी नै छु भने चाहिँ 14 गतेसम्म डबल दस्तुर तिरेर चाहिँ भर्न पाइन्छ। अब त्यसलाई अलिअलि जाओस् भन्दैछ भने अब एडमिट कार्ड भनेको अब त्यहाँ हेरेअनुसार चाहिँ 25 गतेसम्म भनेको छ। तर अब यो डेट चाहिँ अब पहिलाको चोटि चाहिँ यो तलमाथि 1-2 दिन तलमाथि होला, तल नहोला माथि नै होला। अनि त्यसपछि हजुरको एक्जाम भनेको चाहिँ 83 साल जेठको 29 गते भनेर तोकिएको छ। अब अहिलेको उसमा चाहिँ पोरको हेर्नुहुन्छ भने चाहिँ नजिक तपाईँको एक्जाम 2-3 चोटि सरेर पछि असारतिर भएको थियो जस्तो लाग्छ। एक्जाम चाहिँ 1 घन्टा 40 मिनटको हुन्छ। 100वटा क्वेसन 100 मिनट। तपाईँले क्वेसन चाहिँ दुइटै नेपाली र इङ्ग्लिस दुइटैमा पाउनुहुन्छ। नेपाली मिडियममा पढ्नु भएकाहरूलाई पनि सजिलो हुन्छ, इङ्ग्लिस मिडियममा पनि तपाईँले तलमाथि क्वेसन सबै इङ्ग्लिस नेपाली दुइटैमा पाइहाल्नुहुन्छ। एक्जाम सम्भवतः बिहान 8 बजेदेखि नै हुन्छ होला। तर त्यो समय चाहिँ तपाईँको पछि एडमिट कार्ड आइसकेपछि त्यहाँ तपाईँको एक्जाम सेन्टर र परीक्षाको समय तोकेरै आएको हुन्छ। त्यसमा तपाईँले देख्न सकिहाल्नुहुन्छ। अब तपाईँलाई अहिले मैले भनेका कुराहरूमा केही कन्फ्युजन लाग्यो। यसमा चाहिँ दस्तुर चाहिँ 1700 रुपियाँ हो है। पोरभन्दा 100 रुपियाँ बढाएको छ। अब डिजल पेट्रोल त बढाएको छ। अब फर्मको 100 रुपियाँ कुन ठुलो कुरो हो र। तपाईँको अब यस सम्बन्धी केही पनि तपाईँलाई जानकारी छ, कसरी भर्नलाई केही गाह्रो भयो केही भयो भने चाहिँ हजुरहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म त हजुरहरूबाट कनेक्ट हुन ट्राई गरौँला है त। अब हामी चाहिँ सरसर्ती अब यसको सिलेबस मोटामोटी सिलेबस के छ त्योतर्फ हामी लाग्छौँ। अब भिडियो पनि धेरै लामो नबनाऊ। अब चाहिँ हामी सरसर्ती यो सिलेबस चाहिँ इन्ट्रान्स एक्जामिनेसनको सिलेबसमा जाउँ। के सोध्छ के
आउँछ भनेर यो चाहिँ मार्क्सहरू। जस्तै कि अब बेसिकल्ली सोध्ने भनेको चाहिँ 3टा खण्डमा डिभाइड गर्दा हुन्छ है। एउटा भनेको जुरिस्प्रुडेन्स, जसलाई चाहिँ नेपालीमा विधि शास्त्र भनिन्छ, विधिको शास्त्र है। अनि त्योबाट चाहिँ भनेको अलिकति धेरै मार्क्सको 50 मार्क्सको भनौँ, झन् पास मार्क्सभन्दा पनि 10 मार्क्स चाहिँ अझै धेरै चाहिँ यो जुरिस्प्रुडेन्सबाट नै सोध्ने गरेको छ। यो चाहिँ अलिकति एकदम इम्पोर्टेन्ट टपिक हो। यो पढ्ने कुरोहरू पनि लिमिटेड छ, 10-11वटा कतिवटा च्याप्टर छ। लिमिटेड कुरो त्यति पढ्यो भने चाहिँ 50मा राम्रै नम्बर स्कोर गर्न सकिन्छ। अर्को भनेको संवैधानिक कानुन भनेको कन्स्टिट्युसनल ल भनेको चाहिँ फेरि अब संवैधानिक कानुन भन्ने बित्तिकै मान्छेहरूले संविधान पढे त 30 मार्क्स आइहाल्यो भन्ने हुन्छ, त्यो होइन। संविधानबाट पनि आउला मोरलेस 15-20 मार्क्स जतिको, तर त्योभन्दा पनि यो सबै अब संविधानहरूको यो विकासक्रमदेखि लिएर चाहिँ अब कहाँबाट स्टार्ट भयो संविधानहरू, त्यसपछि अब कुन देशले कस्तो खालको संविधान अवलम्बन गरेको छ, कुन देशमा संविधानै छैन हुन्छ नि। संविधान को चाहिँ मूलत रूपमा यो ओभरअल चाहिँ यो संवैधानिक कानुन, अब यो बिस्तारै हामी यसमा पढ्दै जाउँला के छ भनेर यसमा इन्साइटहरू यसमा हेर्नु। र अर्को भनेको कोड। कोड भनेको चाहिँ नेपालीमा संहिता भन्छ है। अब यो चाहिँ कस्तो भन्दाखेरि मैले पढ्दाखेरि चाहिँ एकदम झुक्किन्थेँ कि यो देवानी कुन, त्यसपछि यो फौजदारी कुन, कहिले अपराध भनेको छ, कहिले कार्यविधि भनेको छ होइन। अब के हो भन्दाखेरि बेसिकल्ली हुन चाहिँ अब अर्को यो एक्जिक्युसन र यो पनिसमेन्टको त्यो छुट्टै एउटा हुन्छ, तर हामीलाई अहिले मेन चाहिने भनेको चाहिँ 4वटा कोडहरू है। अब 4वटा कोडलाई सजिलो तरिकाले सम्झिने तरिका भनेको चाहिँ मुलुकी सिभिल कोड है। मुलुकी सिभिल कोड भनेको मुलुकी भने मुलुकी नै भइहाल्यो नेपालीमा, सिभिल भन्ने बित्तिकै देवानी, कोड भन्ने बित्तिकै संहिता भनेको मुलुकी देवानी संहिता, मुलुकी सिभिल कोड भनेर यसरी याद गर्नु पर्यो। अब मुलुकी सिभिल कोड भइसकेपछि के भने त सिभिल र कोडको बिचमा प्रोसिड्युर हालिदिने। मुलुकी सिभिल प्रोसिड्युर कोड भनेको मुलुकी सिभिल प्रोसिड्युर भनेको कार्यविधि, कुनै पनि कुराको प्रोसिड्युर भनेको एउटा प्रोसेस, कार्यविधि भन्छ है, कार्यविधि सिभिल कोड। अब अर्को भनेको सिभिल देवानी भएपछि अर्को चाहिँ अपराध अथवा फौजदारी जे पनि भन्न सक्यो है। क्रिमिनल भनेको मुलुकी क्रिमिनल कोड भनेको मुलुकी अपराध संहिता अथवा मुलुकी फौजदारी संहिता। अर्को भनेको मुलुकी क्रिमिनल प्रोसिड्युर, फेरि अब के आयो त कोडभन्दा अगाडि प्रोसिड्युर, अघि यहाँ पनि कोडभन्दा अगाडि प्रोसिड्युर आएको थियो, मुलुकीको पनि मुलुकी क्रिमिनल प्रोसिड्युर कोड है। यसलाई चाहिँ अलिकति भिडियो पज गरेर यहाँनिर चाहिँ सर्टसर्ती हेरेर तपाईँले 2-3 चोटि यसो सर र यसलाई पढ्नु मात्र भयो भने पनि ठ्याक्क आइहाल्छ। यसबाट चाहिँ अब तपाईँहरूको भनेको 20 मार्क्सको सोध्छ र पढ्दाखेरि यसो तपाईँहरूले नि हेर्नुभयो होला, यो एउटा टपिक छ, यसबाट यत्रो 50 मार्क्स छ भने यसमै फोकस गर्दा के नहोला, यो अर्को छ होइन, यसमै फोकस गर्दा किन नहोला, यो त 20 मार्क्स हो, यति धेरै छ, किन यसलाई धेरै फोकस गर्नु हो, पढ्ने पनि त्यसरी नै हो है। यो कोडहरूलाई चाहिँ त्यति धेरै यसको चाहिँ कस्तो भन्दाखेरि क्वेसनहरू रिपिटेड क्वेसनहरू र अर्को भनेको अलिकति इम्पोर्टेन्ट क्वेसनहरू, सर्टेन क्वेसनहरू अलिकति अब मैले पछि पनि तपाईँहरूलाई प्रोभाइड गर्छु होइन। त्यो सरसर्ती त्यति मात्र पढ्नु भयो भने पनि तपाईँले 20मा भनौँ न 10 जति ल्याउनु भयो भने तपाईँले अरू यताबाट राम्रो गर्न सक्नुहुन्छ, किनभने यो टाइम कन्ज्युमिङ छ। यो मुलुकी सिभिल कोड यो संहिताहरू भनेको त यसैमा पनि धेरै लामो कानुन मानिन्छ कि, यो लगभग अरू ऐनहरू भन्दा पनि धेरै लामो छ। यो सबै 2074 BSमा जारी भएका हुन् र कदापि यो 2074मा जारी भए पनि 75देखि चाहिँ यसलाई लागू भएको हो भन्ने कुरो आउँछ। त्यो पछि पढौँला यसलाई डिटेलमा पढ्दाखेरि होइन। त्यो क्वेसन पनि लगभग सोधिरहेको हुन्छ, कहिलेदेखि लागू भयो, कहिले जारी भयो, कहिले पास भयो भनेर है। अब यो चाहिँ सरसर्ती तपाईँलाई एउटा सिलेबसको जानकारी भयो। अब हामी भोलिदेखि के गर्छौँ त भन्दाखेरि यो जुरिस्प्रुडेन्स भन्ने यो टपिकबाट चाहिँ हामी स्टार्ट गर्छौँ। फर्दरमोर यही हो 50, 30, 20 भनेको टोटल 100 मार्क्सको आयो है। 100 मार्क्सको आयो। पास हुने भनेको तपाईँको 40 मार्क्स हो। राम्रो गर्नुभयो भने, राम्रो कलेजतिर भर्नु भएको छ भने अलिकति राम्रो गर्नुपर्छ, नभए मोटामोटी पास हुनुभयो भने भ्याली बाहिरहरूतिर चाहिँ लगभग चान्सेसहरू हुन्छ पढ्न पाउने, त्यस्तो अप्ठ्यारो हुँदैन। मैले पनि पोहोर साल इन्ट्रान्स दिँदाखेरि लगभग 68-69 आउँदाखेरि नेपाल ल क्याम्पसमा त्यस्तै 27-28 कति ऱ्याङ्क आएको थियो। त्यही भएर त्यसैलाई टार्गेट लिएर चाहिँ तपाईँहरूले लगभग पोहोर पनि 60 ल्याउने जतिले लगभग पढ्न पाएको, 55-60 ल्याउने समथिङ त्यतिसम्मले पढ्न पाएको थियो जस्तो लाग्छ। त्यो हेर्दा पछि पनि क्लासहरू अब तपाईँहरूलाई पोहोरको रिजल्ट हेरेर भनौँला। आजको लागि चाहिँ यति नै गरौँ। अब 9:15 भइसक्यो। अब यसो अलिअलि रिल्सहरू पनि हेर्नैपर्छ सुत्नुभन्दा अगाडि। ल अब भोलि कन्टिन्यू गर्छौँ है त। र अन्तिममा तपाईँहरूलाई यदि मेरो कन्टेन्ट मन परेको छ भने यो च्यानललाई
सब्सक्राइब, लाइक, कमेन्ट चाहिँ अब केही इन्क्वायरी छ भने गर्नुहोस्, अथवा राम्रो लाग्यो भने गर्दा हुन्छ। अर्को सेयर के छ होइन त्यो गरिदिनुहोस्। अनि अर्को के अरे बेल आइकन बजाइदिनुहोस् ताकि यो भिडियो आउने बित्तिकै हजुरबाट नोटिफिकेसन जाओस्। र अब हामी पढ्ने मान्छेहरू जुन पढ्छु भन्ने छ इन्ट्रान्सको लागि ल पढ्छु भन्ने छ भने त अब जोडिनु होला। म टाइम टु टाइम एक दुई दिनमा भ्याएसम्म भिडियोहरू हालेर यहाँहरू सामु उपस्थित हुने कोसिस गर्ने नै छु। र केही इन्क्वायरी केही छ भने चाहिँ कमेन्ट गरिदिनु होला है त। हस्, गुड नाइट।